हजुर चाहिँ यता के गर्नुहुन्छ नि अहिले जबबाट फर्किनु भएको क्या ए के को पसल छ हजुरसँग भन्नाले के सम्बन्धी ए अनि दिनमा कस्तो हुँदो रहेछ उमा चाहिँ कमाइ कस्तो हुँदो रहेछ अहिले छैन है अनि यो अहिले इस्टाब्लिस गर्नुभएको कति भयो ए 5 वर्ष भइसक्यो हजुर हजुर ए अनि के भन्छ अरे कतिजना स्टाफ राख्नुभयो कि आफू एक्लो ए अनि यो सर्टरमा हो हजुरको सर्टरमा यता हो ए अनि कति लिन्छ सर्टर भाडा चाहिँ हजुर 60,000 पुग्छ है त्यही भए पनि 60,000 उठेर चाहिँ अलिकति ऊ हुन्छ मन्थली है हजुर भनेपछि लगभग 1 लाख क्रस हुनु रहेछ है मन्थली जे भए पनि अनि के भन्छ अरे अनलाइन छ कि छैन हजुरको ए के भनेको छ अनलाइन चाहिँ ए कुना कलेक्सन ल ठिक छ यतै हो ए ल मसँग खुला छैन नि अनलाइन भए पनि अनलाइनै छैन मसँग र के गर्नु त मलाई उलो 400 रुपैयाँ 400 रुपैयाँ काटेर नि छैन क्या म फुटकरी नलिएर आएको छैन सबै ऊ क्यास नलिएर आएको मलाई यो गर्नु नि त भोलितिर हालिदिनु हुन्छ केही छैन क्युआर लगाएर जानु मलाई फोटो भेज्नु ओके सजिना सिकारी सुनवारबाट आउँछ है मेरो दिदीको एकछिनमै हालिदिन्छु ल घर गएर हुन्छ ल अब 4 राइड हान्न बाँकी छ गाइस 9 बज्यो यहाँदेखि निस्किन्छ कि नयाँ भन्ने कुरा भयो क्या निस्किन्न या निस्किँदो रहेछ टोखाकै बाटो रहेछ नि रहेछ खाली हिँड्नुपर्छ क्या फेरि बेला बेलामा अब राइड आउँदैन होला पक्कै अलिकति तलसम्म जाउँ न जोन चाहिँ कता लगाइरहेको छ यार अलिक मुनि लगाइरहेको तल गयो भने राम्रो कमायो भने हाम्रो भयो ल है कसले मार्छ त बाजु कसको फार्मेसी चाहिँ खुलिरहेको छ यार मेडिकल लाइनहरू चाहिँ खोज्न पाइन्छ जस्तो लाग्यो हो हाम्रो यस्तो गर्छ केटाहरू हाम्रो यहाँको फेरि ब्ल्याक माम्बाहरू यहाँ पनि क्लोज भइसक्यो के हो कि आज 4 राइडले हप्पे पारिदिन्छ कि यार मलाई त राइडै हो यस्तो आइसक्यो 1 किलोमिटर हिँडिसक्यो राइडै मिलिरहेको छैन भने अम्बो आयो गइदिउँ
दिन हिँडेरबाट गरेको त ब्रो त ट्याङ्गो गर्नु भएको थियो र ट्याङ्गो गर्नु भयो र ए म्यापमा हुने जस्तो मानिरहेको थियो यहाँबाट चाहिँ हेरेको छ यहाँबाट चाहिँ हो रहेछ हजुर हो ए ल ठिक छ ट्याक्क म यहाँदेखि निस्किँदै थिएँ हजुर पुरै बुझिन के भन्नुभएको थियो जाउँ जाउँ हजुर नै हो है ल चप्पल कारखाना हुने छैन हजुर हो साथीको जान्नु भयो क्या साथीतिर आज साथीको रुममा जान्नु भयो क्या चप्पल कारखाना भनेको उता नजिकै साथीको रुममा जान्नु भयो कि कता हो घुम्न जानु भयो होइन होइन साथीकोमा जान लाउनु भयो भनेको के होइन होइन कहाँबाट जाने भन्ने भने अलि अगाडि आउनु त अलि नजिक अलि अगाडि आउनु हल्का अगाडि अगाडि बस्नु अलि अगाडि बस्नु अझै अगाडि हो हजुर चाहिँ त्यो आफ्नो रुममा जानुभएको अहिले ए घरमा ए यहाँ पनि ड्युटी हो ए यहाँ के कस्तो छ र ड्युटी भन्नाले केमा हो ड्युटी ए यो मान्छेको पर्सनल घर हो ए रक्सीहरूको डिलर छ है ए हो र कति हजार दिन्छ स्यालेरी चाहिँ 10,000सम्म दिन्छ अनि 10,000ले त हो है हो हजुर के हो रिटायर पुलिस हुनुहुन्छ क्या रिटायर पुलिस हुनुहुन्छ क्या हजुर त हजुर के रिटायर पुलिस आर्मी हुनुहुन्छ ए त्यही त ए ल ठिक छ त्यही त यो हो यहाँबाट चढेर गइदिउँ है ल अनि हजुरले त राम्रै दियो होला नि त स्यालेरी त त्यही त भने हजुर हजुर भट्टा पनि जम्मा भइरहेको हुन्छ है हजुरहरूको यहाँबाट तल है क्या होला होला हजुर ए हजुर हजुर चिन्नुहुन्छ चिन्नुहुन्छ ए हो हो नि छ है त्यो अहिले पनि टिप्न मन लाग्यो क्या यदि साँझ पनि टिप्न मन लाग्यो क्या
हो र त्यस्तो है पैसा पैसामा पो हो हो गाह्रो छ अनि बोलाएपछि आउँछ झ्यापझुप है हजुर हजुर अनि घरमा त अप्ठ्यारो हुन्छ होला नि त फेरि जाने त बाहिर होला नि त फेरि घरमा त अप्ठ्यारो हुन्छ होला नि त जाने त बाहिर होला नि त होइन बोलाएपछि के गेस्ट हाउसतिर कति लिन्छ भन्नाले रुमहरूको सस्तो रुम लियो है किन महँगो खर्च गर्नु है जवानीको पानी फाल्ने धाराको पानी पो हो अनि होली कतिको रमाइलो भयो त हजुरको ए हजुर 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 मगर हो मगर हुनुहुन्छ ए तामाङ हो है ए त्यस्तो रहेछ है